4-5 सब्स्क्राइब पनि बढ्ने भयो। ल सब्स्क्राइब गरिदिनु भएको धन्यवाद। ल के भन्नुहुन्छ? कुन डाँडा रे यो? हेमन डाँडामा आएको छौँ हामी। केटासँग टक्क भेटघाट भइसकेको छ। केटासँग भेटघाट भइसक्यो। यहाँ पानीपुरी त खानै पर्यो, के गर्नै पर्यो। ल हालिदियो यसमा। ल हाम्रो भाइ चाहिँ टक्क पानी हाल्यो। ल म पनि खाएँ केटा। ल चेस गरौँ। ल अब 2 प्लेट बनाइदिनु न केटाहरू छँदै आएर। अहिले मिठो बनाइदिनु है दिदी। ल हाम्रो भाइले तानिसकेको छ। ल 2 प्लेट पानीपुरी बनाइदिनु हामीसँग खाने हो यहाँ। हेलो एभ्रिवान, तपाईँहरू पनि सन्चै हुनुहुन्छ? ल म पनि सन्चै छु। आज भ्लग पनि म ल्याइसकेको छु। आज म यहाँ कफी खान आएको छु साथी र म। सुमन र म चाहिँ खाएर बाहिर निस्किने म पनि। त्यसपछि हिजो चाहिँ साथीहरूसँग भेट भएन, तर आज भेट भएर कफी चाहिँ खाने अनि यहाँबाट बाहिर निस्किन्छौँ होला। अनि त्यसपछि म चाहिँ कता कता जान्छु त्यो चाहिँ पछि तपाईँ भिडियो देखि जानुहुन्छ। मेरो न्यू च्यानल हो, तपाईँले यसो माया लाग्छ सपोर्ट गरिदिनु, सब्सक्राइब गर्नु भन्नै पर्दैन, तपाईँले अवश्य गर्नुहुन्छ। अब कन्टिन्यू भिडियो चाहिँ ल्याउनु पाउँदैन, त्यही भएर अब कन्टिन्यू भिडियो ल्याउने कोसिस गर्दैछु। त्यसपछि तपाईँहरूले चाहिँ हाम्रो भिडियो हेर्नुलाई चाहिँ तपाईँले के गर्नु पर्यो? सब्सक्राइब गर्नु पर्यो। ल त्यही भएर म भित्र जान्छु अनि कफी खाएर आइसकेको छ। सुमनको चिया पनि आइसक्यो। पनि खान्छौँ। हेलो गाइस, आज हामी कहाँ आउँदैछौँ तपाईँले हेर्नु यताउता ल्याउ क्यामेरा। उहाँ चाहिँ क्यामेरा टक्क खिच्दै यो पारीको डाँडालाई के भन्छ? यो पारीको ल झ्यान्जिटी डाँडा पनि बबाल देखिँदो रहेछ। ओ माई गड नै हुँदो रहेछ। भन्दा बाहिर निस्किने रोड देखिँदैन यहाँबाट। यो धारदिङ पर्छ कि काठमाडौँ पर्छ? काठमाडौँ चाहिँ कता थियो? यहाँ यो डाँडा थियो। यहाँ हामी चाहिँ सिमाना हो। हामी चाहिँ ठ्याक्क सिमानामा आइपुगिसकेको छ आज दुईजना। तल रोड छ यहाँ, तलबाट चाहिँ धारदिङबाट बाहिर निस्किने, काठमाडौँ भ्याली बाहिर निस्किने। यहाँ चाहिँ सिरनचौर, झानजिटी, यो के को डाँडा उयो माथिको यो इन्द्रखान डाँडा। के भन्छ रे बाबु? हाम्रो अब हामीले भन्नु पर्दा चाहिँ नाङ्गे डाँडा हो। विशेष भूमि चाहिँ उहाँकोमा जान्छ। ल अब ट्याक्क। अनि तपाईँले भ्लग छैन तपाईँको? अब बनाउनु पर्छ है, बनाउनु पर्छ केटा हो। के छ र पैसा कमाउनु पर्छ भन्ने छैन, यसो मेमोरिज हुन्छ होइन। ल यो चाहिँ हामी चाहिँ 4-5 जना घुम्न आइरहेको छौँ। ल केटासँग भेट भयो, खुसी लाग्यो। ल बाई बाई गर्नु नि त सबैले। ल ल ल।